So hello everyone, this is me Ashish and welcome back to my short another mini vlog. आज चाहिँ हाम्रो आन्टीको बर्थडे थियो त्यही भएर म चाहिँ सरप्राइज बुके अर्डर गर्न आएको यहाँ। अहिले चाहिँ साथीहरुसँग गफ हान्दै कामतिर जाँदैछु गाइज, झापाली हो नि। वाउ, हाम्रो चाहिँ खाजा आइसकेको छ गाइज, हेर्दा चाहिँ एकदमै दामी देखिरहेछ। टेस्ट गरौँ है त कस्तो छ यसको टेस्ट। ल म चाहिँ अब यसको टेस्ट गर्न जाँदैछु। वाउ, एकदमै दामी छ। खाजा त सक्यो, अब चियाको पाली। वाउ, नाइस, दामी छ है यो पनि। अहिले चाहिँ हामी झापाको 5 स्टार होटल मेची ग्राउन्डमा आइसकेका छौँ र हामीलाई सेक्युरिटी दाइले गेट खोलिदिनु हुँदैछ। अहिले चाहिँ हामी क्यासिनोतिर जाँदैछौँ, त्यहाँ हाम्रो काम छ। फाइनली गाइज हामी चाहिँ आइसक्यौँ, तर यहाँ भित्र चाहिँ नेपालीलाई छिर्न अलाउड रहेन रहेछ, त्यही भएर हामी छिर्न पाएनौँ। अनि यहाँ चाहिँ एकदम नयाँ वर्ष र क्रिसमस चाहिँ एकैचोटि धुमधामसँगले लागिरहेको रहेछ। अहिले चाहिँ बेलुकाको 6 बजिसकेको छ र मैले बिहानदेखिको बुके लिन आएको छु। ला अहिलेसम्म रेडी भएको रहेन रहेछ यार, अब हल्का पर्खिनु पर्ने हुन्छ एकछिन। मैले चाहिँ यहाँनिर वाउ, दामी 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 छ है त। ल बुके चाहिँ यही हो। अब मैले चाहिँ आन्टीलाई दिनुपर्ने हुन्छ, यो चाहिँ सरप्राइज अङ्कलले पठाउनु भएको खासमा, यो चाहिँ मेरो चाहिँ होइन है त।